हेलो गाइस, नमस्ते। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ। हामी पनि यता सन्चै छौँ। फेरि पनि स्वागत छ हाम्रो न्यू ब्लगमा। गाइस, आज त हामी पङ्गुरको मासु लिन जाँदैछौँ वेस्टर्न मार्केटमा। यो हो दुबईको वेस्टर्न मार्केट। ल हेर्नु है अनि यसरी। हेलो गाइस, वेलकम। कता खुल्छ होला जस्तो लाग्छ? यता खुल्छ कि यता खुल्छ? कता खुल्छ? यताको? आर यु स्योर? ओ बुर्ज खलिफा पनि देख्दो रहेछ। कस्तो दामी कत्रो देख्छ त बुर्ज खलिफा। हामी गाइस हेर्नु त कति दामी देखेको। हामी चाहिँ वेस्टर्न गएको है गाइस। जाँदा बस्नु माथि हेर्नु न, यो पुरा देखेछ नि। लाइट पनि गर्नु तपाईँको यो अफिस पनि यो टुकको होइन? अफिस हो यो खुल्यो 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 खुल्यो। छन्छ हेर्दै 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 जानुपर्छ। तालासाला खुल्यो भन्छ कस्तो छ त्यो त? एउटा पनि आएको मुखमा यस्तो के अरे मुख फुटाइदिन्छु भनेको कि यसो यसो गर्छ त नि। के अरे कमेडी छ। म त है ऊ पनि त्यो लिरिक्सहरू क्या त्यो लेखेको थियो नि, त्यो पनि पढेँ कि त्यही पनि आउँदैन हो मलाई त नि। कस्तो मिठो हावा चलेको क्या है आज। चिसो चिसो मौसम छ। कस्तो राम्रो आएको फोटो त। म त कति फोटो पनि खिचेको खिचेको मैले। भिडियो प्लस फोटो यता हेर्नु त। ओ माई गड, अहिले म त देखाइदिन्छु तपाईँको। प्राङ्क गरेको छ मेरो बुढालाई नि, जुम गरी गरी खिचेर। खै त खुल्दैन त, कति साह्रो ढिलो हो त यो। हेर्नु न कस्तो लाग्ने। अलिक बोसो भएको हेर्नु के, पोलेर बार्बिक्यू गरेर खाने होइन हामीले। ल बार्बिक्यू गरेर खाने हेर्नु। लगभग 1 केजी। एउटा मात्रै लाने हो नि? अझै लाने हो? त्यही मात्रै लाने? ओके हुन्छ। किन हुँदैन? कस्तो पिसमा काट्ने हो? लामो लामो स्लाइसमा? ओके। पुग्छ नि सबैलाई? हुन्छ। ए नदेखिँदैछ मान्छे पाक्छ नि त्यत्रो वेल गरेर पकाउनु। धन्यवाद भाइ। है पाङ्रा नि फ्रेस हो नि सबै। त्यो कुखुराको खुट्टा चाहिँ रहेन चाहिँ कि अहिले छ नि फ्रेस फ्रेस एकदम भन्ने मात्रै फ्रेस। यहाँ छ फ्रेस। कति महँगो हो यो त? केजीको हो यत्रो?
यो सबैको होला है उयो के 2.5 केजी रहेछ के लाने साग लाने केलाई साग ए यो त पर्दैन नि यति हो नि लाने हामी अचार बनाउन टमाटर खाँदैछ काँक्रा लाने हो र सलाद हो के ए यहाँ छ सलाद पात पनि यो वाला सलाद कुन ए यो साग वाला लट्टे लट्टे यो पोलेको ए रोल गरेर खाने यो होला यो यो हो त नि यो यो लैजाऊ क्या यो नि मिठो हुन्छ नि है हुन्छ दुईटा लिएर जाऊँ न के 1 पिसको हो पिसको केजीको हो यो जोख्ने हो धेरै हुन्छ नि पुग्छ नि स्योर सलाद सलाद अनि काँक्रो लाने ए यो नुडल्सहरू यहाँ हुँदो रहेछ यही त हो मैले अस्ति भनेको नयाँ आउँछ यो के यो होइन यो च्याउ नि बुढो त्यहाँ कति सस्तो थियो नि 1 दिराम थियो यहाँ 4 दिराम छ स्पेनी फ्लोर सलाद लाने यो लाने नलाने यो भयो त भइहाल्यो नि हाम्रो लागि ल आउनु लेमन छ काँक्रा लिनु काँक्रा खै ल्याउनु त प्लास्टिक ल्याउनु त काँक्रा हाल 4.5 दिराम भेट्छ यहाँ छ टमाटर छ नि टमाटर छ टमाटर छ मैले अस्ति लगाएको अचार बनाउँछु म बनाउँछु तिल लाने कि बुढो अचार बनाउनलाई चाहिने चिज लाने राम्रो छैन कि है काँक्रा त अस्ति अघि भिडियोमा कस्तो दामी देखाउनु भएको थियो त्यो ठुलो छ लाने सानो सानो लाने त्यो त येलो छ हो धेरै पाइँदैन आजलाई मात्रै है आज ल खुर्सानी छ सबै छ बस त्यही मात्रै हो साग त्यसलाई पनि कति रहेछ यसको प्राइस अझै लगाऊँ न अझै लगाऊँ न लगेर राख्ने अहिले खान्छ सबै अझै लानु पर्यो राम्रो रहेछ उयो यही लगाऊँ यो है यो राम्रो होइन दुइटै लगाऊँ क्या होइन सलाद खानुलाई बिग्रिँदैन थ्याङ्क यू धेरै राम्रो रहेछ यतातिर कोको कोला कफी जुस खाने जुस आउनु नै म त नखाने बुढो जीरो सुगर फ्यान्टा स्प्राइट के नखाने आइसक्रिम खान्छु म आइसक्रिम खान्छु हजुर मलाई आइसक्रिम खानु मन छ कति छ प्राइस आइसक्रिमको एउटा आइसक्रिम लिइदिनु न कुन सस्तो छ तपाईँ तिरामिसो हो तिरामिसो कति रहेछ 730 हुन्छ तिरामिसो हामीले बनाउँथ्यो है तिरामिसो पहिला खै हुन्छ होला है भित्र यो हवस् ओरियो त मन पर्दैन हरेडेरी मलाई खानु मन लाग्छ भन्नु पाउँदैन त्यो कोकाकोला किन्न जाम भन्नु पाउँदैन ल भन्दैन पैसा जोडले
Sling भेज मेरो फेभरेट बाहिरको कति रमाइलो लाइट पनि दामी देखेको ओके one enough thank you ओके दबाई चाहियो भने भन्नु है गाइस यहाँ दबा के लिए कस्तो लाग्यो बुढो आज मार्केटमा बङ्गुरको मासु किन्दाखेरि सधैँ खुसी लाग्छ बङ्गुरको मासु किन्दाखेरि खुसी हुने मेरो बुढा सधैँ हो नि सुपमा पल्किने भने ल अब पकाएर खानुपर्छ है ट्याक्क लगाएर पोलेर खानुपर्छ है गरेर पोल्नुपर्छ अनि ट्याक्क रातो भएपछि ट्याक्क निकाल्नुपर्छ होइन अनि अचार बनाउँछ बुढीले ओके ट्याक्क सलाद काट्नुपर्छ अचारमा चोपेर ट्याक्क मुखमा हालेर अनि एउटा सलाद साग ट्याक्क मुखमा हालेर च्याट्ट खाएर रोटी ल्याउनु पर्छ एउटा रोटी लाने अघि लानुपर्छ नि है भात खानु पर्दैन त्यहीँबाट लानुहुन्थ्यो नि मार्केटबाट टल्केन नि कस्तो उज्यालो आएको के गाह्रै यहाँ अनि त्यसपछि बल्ल अनि ओके जे गर्नु मन लाग्छ गर होइन तिमी आफ्नो बाटो गर म सबै कुरा भन्नाले म सबै कुरा पुर्याउन सक्छु अब तिमी आफ्नो इच्छाले जाऊ घर गएर बस्न सक्छौ भन्न हिम्मत आउँछ नि होइन यतिकै आउँछ त हेर्नु गाइस तपाईँहरूले पनि आफ्नो बुढालाई हरेक कुरामा सपोर्ट गर्नुपर्छ है जसरी मेरो बुढाले गर्नुभएको छ सो दुःख पर्यो भनेर कहिले पनि नआतिनु सुख पर्यो भनेर नमातिनु पालो आउँछ सबैको पालो आउँछ सो धैर्य गर्नुहोस् होइन दिन आउँछ सो हामी त मार्केट गरेर नि आइसके आज बङ्गुरको मासु लिन गएको साथीहरू यहाँ दुबईको के अरे वेस्टर्न मार्केट आइपुग्यो आई होप आजको भिडियो तपाईँलाई इन्टरटेनमेन्ट लाग्न सक्छ हामी चाहिँ यतिकैमा बनाइदिइहाल्यौँ भिडियो चाहिँ अब कहीँ गएर बनाउने अप्सन पनि थिएन सो लाइक अनि सब्सक्राइब गर्न नबिर्सनु गाइस थ्याङ्क यू सो मच वाचिङ आवर भिडियो शोभा एन्ड विक्रम भिडियो ओके बाई बाई गाइस सी यू नेक्स्ट भिडियो टाटा कस्तो दामी छ